हेलो सबैजनालाई नमस्कार, गुड आफ्टरनुन। हामी चाहिँ अब फेरि यता घलेगढी भन्ने ठाउँमा आएका छौँ 1 वर्षपछि। यहाँको ठाउँ धेरै चेन्ज भएको छ रहेछ। हामी चाहिँ 1 वर्षपछि आएको। ल यो चाहिँ घलेगढी उक्लिने बाटो, हिँड्ने बाटो। पुरै उ गरे थकित, पुरै थकित। वहाँ माथि पुग्नुपर्ने छ है, माथि त्यहाँ। हामी चाहिँ यो पालि चाहिँ 3 जना मात्रै छ, धेरै छैन। त्यही भएर साथीहरूको हिँड्ने जोससँग नाचेर हिँडिरहेछ। धेरै साथीहरू हिँडेको, अब अहिले 3 जना मात्रै हिँड्दा लिउ लागिरहेछ। एकजना थियो आकाश भाइ, मिस भए। अब यहाँ एउटा आउँथ्यो, मेरो भाइ मिस भयो। अब केही छैन भाइ, अब विदेश गएर टन्न पैसा कमाएर छ। अनि फेरि घुमाउँ ल। अहिले चाहिँ हामी 3 जना मात्रै छ यहाँ, धेरै त छैन। 10 मिनट जबरजस्ती लियो। हाम्रो दाजुको जबरजस्ती लिएर है हामी आएको चाहिँ। ल ठिक छ। यो घलेगढी चाहिँ रसुवा जिल्लामा परेको छ। यो घलेगढी चाहिँ हामी चाहिँ नुवाकोटबाट रसुवा आएका छ घुम्नलाई। यहाँ ठाडै उकालो छ, हो ठाडै उकालो छ। निद्रा ठोकिन्छ अलिकति भक्नु पऱ्यो भने। यस्तो घाम चर्को छ, गर्मीको समय। हामी चाहिँ यहाँ आइपुगेको छौँ। अब छ हामी चाहिँ टिका लगाएर पुरै हरियाली हुन्थ्यो। साउनमा आउन पायो है। यो जेठमा आएको छ, जेठमा के को हरियाली है छैन। पोहोर त खतरा हरियाली थियो, यसपालि छैन। योपालि चाहिँ अब फेरि आउने हो, साउनमा आउने हो। त्यो चाहिँ मैलुङ है। अनि चाहिँ सुकेर बसेको चाहिँ सुकेर बसेको यो चाहिँ मैलुङ। यो चाहिँ देखिरहेको चाहिँ यो चाहिँ मैलुङ भन्छ। यहाँ पनि जाने छ। यो चाहिँ यहाँ चाहिँ असार र साउनमा, असार होइन साउनमा चाहिँ यति धेरै भिड हुन्छ, मान्छेले यति धेरै भिड हुन्छ। साउन भदौतिर रमाइलो ठाउँ छ, धेरैजना आइन्छ। एकदम चलेको ठाउँ हो यो ठाउँ चाहिँ। फाइनली माथि आइपुगेको छ हामी चाहिँ। उतै माथि हो, यही हो घलेगढी भने हो है। यही ठाउँलाई घलेगढी भन्छ है। फाइनली यही ठाउँ घलेगढी भन्छ। थाकेको छ, पुरा थकित छ, घाम चर्को छ। खाजा चाहिँ हाम्रो यही हो। यो चाहिँ कुम्फु पान्डा भन्दो रहेछ। कुम्फु पान्डा, किङ पान्डा हो। किङ पान्डा मिठो छ यो चाहिँ, मिठो छ। पौडीले अन्जान स्वादिष्ट। यहाँ पनि छ खाने चिज चाहिँ। हामीले खान छोडिदिएको। एक्सट्रिमले चाहिँ अलिकति शरीरलाई हानिकारक गर्दैन। त्यो होइन, कति त्यो एउटै चिज धेरै खाने भनेर चाहिँ हो हामीले यो गरे। त्योमा माइन्ड नगर्नु होला, त्यो उसको भनाइ गलत हो। असर होइन, धेरै एउटै चिज कति खाने होइन, जताततै जाँदा। त्यो नयाँ नयाँ टेस्ट पनि सिकाउनुपर्छ हामीले चाहिँ। आज यो खानु लागेको छ। हामीले कहिले खाएको थिएन। फेरि हामीले चाहिँ भिडियोमा बनाएर कहिले खाएको थिएन, त्यो पनि थाहा पनि थिएन। हेलो एभ्रिवान। अनि धेरै पछि यो भाग्यमानलाई यो भ्लगमा देख्न पाउँदा त खुसी लाग्यो होला होइन। हामी चाहिँ अब यो घलेगढीबाट ट्याक्क फर्किँदै है। यस्तो हिरो देखेको छ है। मलाई चाहिँ अलिकति घामले गर्दा आँखा हेर्नु सकेको छैन ठिक्क। अनि यहाँको टलक घाममा पुगेछ। घाम पनि त्यस्तै टल्किरहेको छ, 2टा घाम जुतिरहेको छ कि अलिकति। त्यही भएर अलिक गाह्रो हुँदैछ होइन। अनि के छ केटाकेटी हो, धेरै मिसो अरे यसलाई भ्लगमा मलाई देख्न नपाउँदा। चले एक काम कर, 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह। आज जमेर भ्यू जाने हो ब्लग। अलिअलि चलपल हुँदैछ है। यसरी नै माया र सपोर्ट गर्दै गर्नु होला, त्यही भन्न चाहन्छु। यतातिर नि छ है घुम्ने ठाउँ, ट्याट्ट लाएर सट्ट है अगाडि हिँड्न निम्तिमा नआउनु पर्यो है। हावा छ, 3 जना मात्रै। के नभए किन जस्तो भए
रमाइलो चाहिँ रमाइलो भइरह्यो एउटा स्कुटी एउटा बाइक घलेगढीको यात्रा उतै हो अब समाप्त भएको छ। यहाँ अब हामी फर्किन त्रिशुली फेरि फर्किन लागिरहेको छ। हुन्छ सबैजनालाई फेरि पनि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मेरो भिडियो हेरिदिनु भयो, धेरै धेरै माया गरिदिनु भयो।